इतना हल्के में मतलब ये सब चीज महंगी रहेगी। 1 लीटर वाले में हाँ भैया हाँ इधर 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 अरे यार इधर है। अब नुहाउने ठाउँ चाहिँ एकदम धेरै भिड छ। हामी चाहिँ जति चाँडो हुन्छ यहाँबाट चाहिँ फटाफट नुहाएर चाहिँ यहाँबाट चाहिँ बाहिर निक्लिनुपर्छ है, किन एकदम धेरै भिडमा चाहिँ समस्या हुन्छ। बिस्तारै तर्पण गर्दै अब त्यसपछि फेरि अब साथमा अरू नै साथीहरू पनि हुनुहुन्छ। हामी चाहिँ 5 जना जति आएको थियौँ सँगै। आउने क्रममा चाहिँ एकदम रमाइलो गर्दै आइयो र बिहानको चाहिँ चिसो हावामा डुब्की लगाउँदै बिहानको 3:30 बजेको जाडोको चिसो हावामा है यो। तर पानी त्यस्तो चिसो छैन, जति मौसम चिसो छ त्यति पानी चिसो छैन। पानी चाहिँ एकदमै नर्मलै छ र नुहाउँदाखेरि चाहिँ त्यस्तो जाडो फिल हुँदै हुन्न र राम्रोसँग पनि महाकुम्भमा चाहिँ स्नान गर्नको इच्छा चाहिँ ड्रिम्स चाहिँ पुरा भयो। धन्यवाद छ है साथीहरू। र स्नान पनि सफलतापूर्वक भयो र जल लिएर चाहिँ निक्लिने क्रममा र ऐसे